Welcome back to my channel. Today is Christmas celebration at our church, so please watch this video. Thank you. Yes, here are the preparation for our Christmas. लागि के गर्नुपर्ने अरे भन्दा यो अँध्यारो संसारमा तपाईँ र मलाई गाह्रो भएको अवस्थामा उहाँले केही न केही लिएर आउनु भएको छ है भनेर विश्वास गर्नु पर्यो अरे। बुझ्नुभयो नि? त्यति मात्रै हो। उहाँले मेरो लागि केही न केही लिएर आउनु भएको छ, उहाँले मलाई केही न केही दिँदै हुनुहुन्छ भनेर चाहिँ के गर्नु पर्यो? विश्वास गर्नु पर्यो। अनि चाहिँ त्यसबाट हामी के पाउँछौँ? जीवन पाउँछौँ। ल हेर्नुहोस्, यो येशू ल अब मैले भन्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि तपाईँ र म कमाउन खोज्दै होला, तपाईँ र म मायाको खोजीमा होला, तपाईँ र म भिसाको खोजीमा होला, करियर बनाउने पक्षमा होला, पढाइको खोजीमा होला। तर यति कुरा विचार गर्नुहोस्, त्यो पढ्ने मान्छे, त्यो पढाउने मान्छे पनि केमा छ? अँध्यारोमा छ, अन्धकारमा छ, पीडामा छ, दुःखमै छ। उसँग के छैन? तपाईको लागि जीवन छैन, तपाईको लागि ज्योति छैन। यो कुरा चाहिँ कसमा मात्रै छ? येशू ख्रीष्टमा मात्रै छ। त्यही भएर यहाँ के लेखेको छ भन्दाखेरि तर जसले उहाँलाई के गरे? ग्रहण गरे, उनीहरूलाई उहाँले के गर्नुभयो? परमेश्वरको सन्तान हुने अधिकार दिनु भयो। म मेरो आमाको अब के हो भन्दा एउटै सन्तान हो। मेरो बहिनी थियो, मेरो बहिनी बित्यो। अब मेरो आमाको सन्तान म मात्रै हो। मेरो आमा खालहरू 8 जना कि 9 जना हो, त्यो पनि बिर्सिसकेँ मैले। मेरो कजिनहरू भनौँ न, ठुलोबा ठुलो धेरै अँध्यारो मान्छे पनि को मै हो। सबैभन्दा धेरै अँध्यारोमा परेको मान्छे पनि मै हो। सबैभन्दा धेरै अन्धकार ल्याउने मान्छे पनि मै हो। पावलले के भनिराखेको छ? ख्रीष्ट चाहिँ संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो। अनि पावलले के भन्छ? सबैभन्दा पापी चाहिँ मै हुँ, सबैभन्दा अँध्यारो खराब मान्छे चाहिँ मै हुँ, अरूको जीवनमा अन्धकार ल्याउने मान्छे पनि मै हुँ। तर त्यस पछाडि उसले के भनेको छ? तर यसै कारण मैले कृपा पाएँ कि पापीहरूमा सबैभन्दा मुख्य भएर पनि मद्वारा येशू आफ्नो असीम धैर्य प्रकट गर्न सकुन्, ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेहरूका लागि म एउटा उदाहरण बन्न सकौँ। अन्धकारमा भए पनि येशूले के गर्नुभयो? मलाई स्वीकार गर्नुभयो। किनभने अरू मान्छेले मलाई देखेर चाहिँ के गर्न सकुन्? परमेश्वरमा विश्वास गर्न सकुन् अरे। हामी यति कुरा हो। क्रिसमसमा चाहिँ सुँगुर र कुखुरा खाएर राम्रो कपडा लाएर नाच्ने मात्रै होइन। बुझ्नुभएको छ नि? मैले जीवन पाएको छु भन्ने कुरा चाहिँ तपाईँले यसरी देखाउनुहोस्, ताकि अरू मान्छेले पनि जीवन पाउन सकोस् अरे। किनकि हाम्रो छरछिमेकमा त सबै अँध्यारोमै छौँ नि त, होइन र? मेरो बाउपट्टि पनि आमापट्टि पनि म मात्रै विश्वासी हो। किन भने 65 जना कजिनहरू छ। 65 भनेको त धेरै हो त। 12 तिया 36, 12 चौक 48, 12 पंचे 60, 5 दर्जन भन्दा ज्यादा त मेरै दाजुभाइ दिदीबहिनीहरू रहेछन्। तिनीहरू कसैले विश्वास गरेको छैन। तर पावलले के भन्छ भन्दाखेरि मलाई हेर्दाखेरि परमेश्वरले दिनुभएको जुन जीवन छ त्यसलाई हेरेर मेरो परिवारका अरू मान्छेहरूले पनि प्रभुलाई चिन्न सकुन्। आमेन। मसँग भएको भित्र यस्तो आवाज सुने त, जे गर्दैछ छोरा त, जुन गतिमा त, जुन बाटोमा हिँडिरहेको छस् त्यहाँबाट फर्कि र मैले तँलाई बोलाएको बाटोमा त हिँड भने त्यो मैले महसुस गरेँ, होइन? अनि त्यसपछि चाहिँ मैले मेरो आफ्नो जीवन चाहिँ परमेश्वरमा सुम्पिन्छु। परमेश्वर ख्रीष्टको बलिदानमाथि म विश्वास गर्छु भनेर त्यो दिनदेखि चाहिँ मैले जोड दिएँ। र त्यसपछि पनि निकै अप्ठ्यारो थियो, त्यसपछि निकै गाह्रो थियो। किनभने म अहिले वचनहरू पढेको थिइनँ, मलाई अझै कति कुराहरू थाहै थिएन।
अनि त्यसपछि पनि म अविश्वासमै अझै पनि सायद यही नै होला, अब मैले छोड्नुपर्छ। Oh,